गीता मर्ने कोसिस पनि गरिन्। तर मेरी छोरी। म स्कुल गए मम्मी। राम्रोसँग पढ्नुला छोरी। नयाँ देश, नयाँ सुरुवात। अब के होला? सबै कुरा कति फरक। आफ्नै गाउँ घर रमाइलो। आज मेरो पहिलो दिन, ड्युटी राम्ररी गर्नुपर्छ। सबैजना आफ्नो झोला एक्सरेमा हाल्नुहोस्। ए नेपाली नै हुनुहुँदो रहेछ। दिनहरू बिस्तारै बित्दै गए। नयाँ ठाउँ कस्तो लाग्दैछ हजुरलाई? तपाईहरू हुनुहुन्छ यहाँ, रमाइलो लाग्छ। तपाईँ व्हाट्सएप चलाउनुहुन्छ? हजुर, चलाउँछु। कुनै समस्या परे मेसेज गर्नुहोस् है। नयाँ ठाउँमा पनि आफ्नै मान्छे भेटिँदो रहेछ। अब सजिलो हुन्छ। हेलो रामजी, सुन्दै हुनुहुन्छ? हजुर सुन्दैछु। अनि नेपालदेखि दुबईसम्मको यात्रा कसरी सुरु भयो तपाईँको? नेपालमा बस्नै नसक्ने भएपछि यहाँ आउनु पर्यो। के भयो र त्यस्तो? म उहाँसँग भागेर गएकी थिएँ। छिटो गर गीता, ढिलो भइसक्यो। ल, जाऊ अब। बुढा, समयमै आउनुहोस् न। म बाहिरै खुसी छु, बुझ्यो? मलाई घर आउनै छैन। म बाहिरै खुसी छु, बुझ्यो? मम्मी, गाह्रो भयो। एम्बुलेन्सलाई छिटो गर्नु, अस्पताल लैजानुपर्छ। उहाँ कहाँ हुनुहुन्छ? फोन गरेर बोलाउनु न। उहाँ आउनु भएन। मेरो छोरी। हामी हजुरआमा हजुरबुबा भयौँ। बाबु, त बाउ बनिस। किन सधैँ यस्तो गर्नुहुन्छ? धेरै बोल्छस्। हामी यहाँ बस्दैनौँ अब। जा 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 जनु छ। म स्कुल गए मम्मी। राम्रोसँग पढ्नुला छोरी। अब म छोरीको भविष्यको लागि भए पनि विदेश जानुपर्छ। र आज म यहाँ छु। कुनै मान्छे यतिसम्म पनि हुन सक्छ र? र आज म यहाँ छु। बिस्तारै हामी नजिक हुँदै गयौँ। आज दिन कस्तो रह्यो? राम्रो भयो आज पनि। हामी घुम्न जाँदैछौ, तिमी पनि आउँछौ? नै, म नजाने, मेरो घुम्न लाने कोही छैन। काश मलाई पनि कसैले यसरी घुमाउन लग्थ्यो। मेरो पनि कोही हुन्थ्यो। हेलो ब्यूटीफुल, आप बहुत सुंदर हो। अरे ये क्या है? कौन है ये?